टुर एन्ड ट्राभल एजेन्सीका साथीहरू पनि सुस्कानको साथमा आफ्नो व्यापार लिएर अनि थोरै भए पनि हामी जुझारु छौँ है भन्नुभएको शब्दद्वारा अभिनन्दन गर्दछौँ। धन्यवाद। नेपाल पत्रकार महासङ्घ समितिको देशका अध्यक्ष श्री रमेश पौडेलज्यू, नेपाल पत्रकार महासङ्घ राष्ट्रिय माधव बरालज्यू, सद्भाव छ, प्रेम छ, माया छ, अगाडि बढिदिनु होला। यस्तै देवान पोखराका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू सूर्य पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री गोपाल कार्कीज्यूलाई पनि महासन गर्नुलाई यहाँभित्र गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख नगरका भोगाल सङ्घ गण्डकी प्रदेशका अध्यक्ष श्री हरि शर्मा गैरेज्यू, भोगाल सङ्घ पोखराका अध्यक्ष श्री सबै विभिन्न संस्था सबैलाई हार्दिक स्वागत छ, हार्दिक सम्मान छ। अगाडि बढिदिनु होला। चाडबाडमा दिदीबहिनीहरूलाई हामी अगाडि आमन्त्रण गर्दछौँ।
साथीहरू पनि मुस्कानको साथमा आफ्नो बिहालाई लिएर अनि थोरै भए पनि हामी जुझारु छौँ है भन्नुभएको छ। हार्दिक सम्मान छ तपाईँहरूलाई पनि अगाडि बढिदिनु होला। देवीस्थान हल छपुवा आमासँग ठुलो जमातमा शब्दद्वारा अभिनन्दन गर्दछौँ। धन्यवाद। त्यसै महासचिवको तौरमा नेपाल सुदूर पाल्पन गण्डकी प्रदेश कार्यालयका निर्देशक विक्रम माताजीलाई पनि हार्दिक अभिनन्दन गर्दछु। त्यस्तै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष श्री रमेश पौडेलज्यू, नेपाल पत्रकार महासङ्घ राष्ट्रिय शाखाका अध्यक्ष माधव बरालज्यू, त्यस्तै सद्भाव छ, प्रेम छ, माया छ, अगाडि बढिदिनु होला। त्यस्तै देवान पोखराका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू सूर्य पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री गोपाल कार्कीज्यूलाई पनि म आसन गर्नुलाई हार्दिक गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख नवराज तामाङज्यू, भोगल सङ्घ गण्डकी प्रदेशका अध्यक्ष श्री हरि शर्मा गैरेज्यू, भोगल सङ्घ पोखराका अध्यक्ष श्री मन्सुर सुवेदीज्यू, भाटा पोखराका अध्यक्ष किशोर दाहालज्यू, त्यसै गरी मिस ट्रेनिङ पोखराका हाम्रा तामाङ नानीहरू मिस तामाङ यो कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँलाई हार्दिक स्वागत छ। सबै अतिथिहरू यो केवल कारको पनि ख्याल गरिदिनु होला, केवल कार चढिदिनु होला, तपाईँ अगाडि बढिदिनु होला। तपाईँलाई हार्दिक स्वागत छ, सम्मान छ। आएका अतिथिलाई केवल कारमा पठाउने हाम्रो जिम्मा छ। खुसी भएर गइदिनु होला। धन्यवाद। त्यस्तै प्रमुख अतिथिज्यूको अत्यन्त व्यस्त समयको बावजुद पनि एकदमै हामीसँग नजिकमा रहेर यो समयको तालमेल मिलाइदिनु हुने नयाँ गाउँ इको रिसोर्टका बहिनीहरू आउनु भएको छ। यहाँहरूलाई पनि हामी हार्दिक स्वागत सहित सम्मान व्यक्त गर्दछौँ। अगाडि बढिदिनु होला। माता तालबा राई आरती सेवा समिति, माता तालबा राई आरती सेवा समूह समितिलाई हामी हार्दिक स्वागत गर्छौँ। दैनिक सन्ध्या आरती त्यहाँ हुने गरी सबै विभिन्न संस्था सबैलाई हार्दिक स्वागत छ, हार्दिक सम्मान छ। अगाडि बढिदिनु होला। तालबा राई शान्ति आमा समूह दिदीबहिनीहरू मिल्छ भने हात हल्लाउँदै हामी पनि छौँ है भन्दै अगाडि बढिदिनु होला। सबैजना अगाडि आइदिनु होला। स्वागत छ, सम्मान छ, तपाईँहरूलाई अभिनन्दन छ। अगाडि बढिदिनु। त्यस्तै आसन ग्रहणको लागि टेसाका अध्यक्ष टिकाबहादुर लम्साल, एगाका अध्यक्ष गोकर्ण लम्सालज्यू, पोखरा नाका अध्यक्ष अनिल केसीज्यू, नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङज्यू, भिटोक नेपाल गण्डकी प्रदेशका अध्यक्ष शोभा कुमारी अधिकारीज्यू, नेपाल पर्यटन यातायात व्यवसाय सङ्घ गण्डकी प्रदेशका अध्यक्ष श्री दुर्गादत्त दाहालज्यू, बर्ड सोसाइटीका अध्यक्ष श्री मनशान्त घिमिरेज्यू, पोखरेली ट्याक्सी सेवा प्रणालीका अध्यक्ष श्री शोभाकान्त पौडेलज्यू, त्यस्तै पवित्र थापाज्यू, दिपेन्द्र पहाडीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। मैले डुङ्गा व्यवसाय समितिलाई देखिरहेको छु। पोखरा गण्डकी प्रदेशका आदरणीय साथीहरू, दिदीबहिनीहरू मजाले ढल्की मादल बजाउँदै मारुनी सोलटी नाच्दै पाल्नु भएको छ। झाँकीको साथमा धेरै दाजुभाइहरू अत्यन्त पुर्खौली नृत्य, यो पुन समाजको पुर्खौली नृत्यमा सहभागी हुनुहुने यी दाइहरू, यी बहिनीहरू, भाइहरू सबैलाई हाम्रो सम्मान छ, स्वागत छ, शब्दद्वारा अभिनन्दन छ। बजाउनेले बजाउनु भएको छ, गाउनेले गाउनु भएको छ, नगाउनेले एकचोटि ताली बजाउनु। सबै पुन समाज गण्डकी प्रदेश समूहले हार्दिक सम्मान र शब्दद्वारा अभिनन्दन गर्दै पुनः म यो पुन समाज गण्डकी प्रदेशलाई अलिक छिटो अगाडि बढिदिनु हुन अनुरोध गर्दछु। किनकि आजका हाम्रा प्रमुख अतिथिज्यूको कार्यव्यस्तताका बावजुद हामीले यहाँ भइरहेका छौँ। त्यस्तै आसन ग्रहणको लागि म ओटे पोखराका अध्यक्ष श्री ममता देवकोटाज्यू, देवान पोखराका अध्यक्ष शोभा पाण्डेजी, दिदीबहिनीहरूलाई हामी अगाडि आमन्त्रण गर्दछौँ।